अब बिहे गर्ने उमेर भएर मेरो पनि तिमीहरूको नि भयो होला होइन म अहिले सोसियल मिडियामा एउटी केटी भेटेको छु कि बोलाउन आँटिसकेको रहेछ केटो खोजेर मलाई त हेर मन पर्यो जति अब ठुली रहेछ बुढी रहेछ तिमीलाई ठिक्क हुन्छ एउटा कुरा सोध्छु तपाईलाई अगर मानिलिनु तपाईको मसँग बे हुन आटो भने त तपाई मसँग बे गर्न पसन्द गर्नुहुन्छ या फिर जहर खान किन मान्नु किन जिहेरलाई 70 पर्छ त्यो 70 मा त 7 वटा शिखर आउँछ गाइस अगर तपाईहरु गरिब हुनुहुन्छ भने कसरी चिन्नु मलाई म गरिब छु भनेर म गरिब छु हम तो छोटे लोग हैं हम तो सिर्फ वीडियो ही बना सकते हैं त्यही पनि एउटी केटीले तपाईलाई माया गर्छ भने सोच्नु कि त्यो केटी तपाई भन्दा झन गरिब छ अनि तपाईले एउटा कुरा सोच्नु गरिबले गरिबलाई अघि चिन्दछ नि आफ्नो नम्बर दिनु के थाहा भोलि फेसबुक बन्द भइदियो भने अस्तिको जस्तै दिनु ल नम्बर ए फेसबुक बन्द भएको होइन तेरो रिचार्ज सकिएको अहिले नम्बरमा आएर भएर रिचार्ज हाल्न भन्नलाई ल्या स्क्रोल गर्दा म आए भने त फेरि आकी किन आकी स्क्रोल गर्दा आइस त फेरि स्क्रोल गर्दै गइहाल्छस् नि गाइस बाँकी सब त ठिकै छ तर जब हाम्रो पाली आयो बे गर्ने तब सुनको दाम पनि 1.5 लाख पुग्यो देख्नु भयो सुनको दाम पनि 1.5 लाख पुगिसक्यो तपाई कहिले बे गर्नुहुन्छ ए भाइ चुन लिएर चुन के भनी गए रे सुन यहाँ चुन खाने पैसा दिए तँलाई सुन सुनमा मरे कि ए सुन तँलाई 10 रुपियाँ सँगै देखिरहेछस् भक्क लड्लिस् दुईजना लाएर उठाउनु पर्छ फेरि गजब बेइज्जती है मलाई चाहिँ एउटा इम्पोर्टेन्ट कुरा सोध्नु थियो जे मेरो फ्युचर हस्बेन्ड चाहिँ कहाँ हुनुहुन्छ तपाई जन्मिनु पनि भएको छ जन्मिनु भएको छ भने प्लिज मलाई कमेन्ट गर्नु कमेन्ट होइन मैले ल्याएको छु भेटे तँले सोसियल मिडियामा खोज्दैछ सोसियल मिडियामै भेटे हेर्छस् कमेन्ट गर्नु पर्दैन म लाइभ देखाइदिन्छु लाइभ इ